आजको दिन धेरै नै राम्रो छ, तर यता खडेरी लागेको छ। खेतमा पानी सुकेको छ, खडेरी परेको छ, कुलो पनि सानो कुलो छ। अब उतापट्टि थोरै पानी लाग्छन्, यता धेरै लाग्छन् पानी। अब यसरी पानी बाँडाइ नै मिलेको छैन। अब तल यहाँ गहिरो छ, यता जाने तल जानेले ठुलो पानी लाग्छन् तलकाले। यता छैन, यो खेत फुटेर यस्तो छ, चिरा खेत। हेर्नुहोस्, बाल्टीमा पानी भरेर हुन्न, यहाँ बाल्टीमा पानी भरिन्छन्, किन भरेका हुन्? होस् नबस ल हेर, त्यता जानेलाई पानी चप्पमा हारिन्छन् क्या, थुने अर्थन जहिले नि। उता पानी खोल्न पर्दैन, यो कुला कहिले पानी नै पर्न दिन्न। तलकाले यति त हैरान पार्छन् कसैलाई। शीतला रमाइलो छ फेरि। शीतला के रमाइलो हुने हो? बर्थडे मनाउन हिँडेको बुढीलाई बाटामा कत्रो छोडेछौ, के को लुक्रा गर्छौ नि बडा।
शान्तिको प्रतीक परेवा हेर्नुहोस् साथीहरू। त्यसै गरी यहाँको दरबार हेर्नुहोस्। सौभाग्य तपाईँलाई मिलेको छ आज। मन्दिर हेर्नुहोस् यो। यसमा तपाईँले एउटा कुरा के नौलो कुरा केसको फोटो चित्र देख्नुभयो यसमा हेर्नुहोस् निहालेर। के को जस्तो छ यो? कुनै जनिवारको जस्तो छ। जुन पार्कमा गए पनि यो त महँगो रहेछ 500 रुपियाँको। कितना महँगो रहेछ भाइ। अब यसको मूल्य त ज्यादा परेको रहेछ। मासुको पकाउनु काम माटा जान्छ। सक्यो होला। यो 500 गरेर यो लिएर जानुहुन्छ महँगो कन्डिसनर र स्याम्पू। बडी सप पनि चाहिएको होइन। डबको छैन रहेछ यता है। छ होला खोजेर मोइस्चर रहेछ यार। मोइस्चर रहेछ कि मोइस्चर डब पनि भेट्यो टक्क एउटा। बढी यसलाई लैजाने होइन यो काम लाग्छ नि यो लैजानमा चाहिँ 5 वर्ष छ होला। 5 वर्षमा के गर्छ?
नबोला यहाँ भिडियो बनाएको थिएँ हेलो गाइज, मलाई आज मेरो बर्थडे थियो। बुढाले भनेर भएन। पालो कतिखेर पानी लाउने, पालो आउन खेत पटपट फुटिसक्यो। अब यता पानी छ, चिरा परेर खेत हेर्नु गरी खानु छैन। गरी खानै नसकिने भयो है यो खडेरीलाई, पालै आउन पानीको। बर्थडेमा गिफ्टै दिएन बुढाले। र विश्वको सबैभन्दा लामो नदी नाइल नदीको किनारमा छु म अहिले यतिखेर पुलबाट। तपाईँहरू विश्वको सबैभन्दा लामो नदी नाइल नदी देख्न सक्नुहुन्छ। नदी यही नै हो जो विश्वको सबैभन्दा लामो नदीहरूमध्ये एक पर्दछ।